नमस्कार। आज हरिओन नगरपालिकामा विशेष गरेर हरिओन नगरपालिका वडा नम्बर 11 मा बृहत खालको शान्ति सद्भाव र्याली निकालिएको छ। विशेष गरेर स्थानीय राजनीतिक दल, सामाजिक व्यक्तित्व, विभिन्न धर्म समुदायमा रहेका व्यक्तित्वहरू, युवाहरू, उद्यमीहरू लगायतका थुप्रै व्यक्तिहरूले हातमा प्लेकार्ड बोकेर शान्ति सद्भावलाई खलबलिन नदिउँ भन्ने एउटा नारा लिएर सबैतिर दौडिएको, सबैतिर पुगेको, पूर्व लचकादेखि पश्चिम लचकासम्म शान्तिपूर्ण रूपमा एकदमै शान्त ढङ्गले आफ्नो भावनाहरू प्रस्तुत गरिराखेको हामीले देख्यौँ। यो सद्भाव र्यालीको एउटै उद्देश्य थियो, देशमा शान्ति होस्, अमन चयन होस्, हामी दाजुभाइ बिचमा कुनै पनि समस्या नआओस्, कुनै पनि जात विशेषको नामले, कुनै पनि धर्म विशेषको आधारमा, कुनै पनि वर्ग विशेषको आधारमा, कुनै पनि समुदायमाथि कुनै पनि खालको समस्या नहोस् भन्ने एउटा उद्देश्यका साथ आज शान्ति सद्भाव र्याली हरिओनमा निकालिएको थियो। यस कार्यक्रममा थुप्रै व्यक्तित्वहरू, राजनीतिक दलका व्यक्तित्वहरू, सामाजिक क्षेत्रका व्यक्तित्वहरू, सुरक्षा क्षेत्रका व्यक्तित्वहरू लगायतका व्यक्तिहरूको जुन सहभागिता थियो, युवाहरूको सहभागिता थियो, यसले स्वाभाविक रूपमा पनि नेपाली समाजमा अत्यन्तै मिलेर रहेको, नेपाली समाजको एउटै आँगनमा मिलेर रहेको, एउटै चुलो चौकोमा खाना पकाएर खाए जस्तै मिलेर बसेको, एउटै समुदायमा बाँचिराखेको हाम्रो संस्कृतिमाथि कसैले पनि धावा बोल्नु किमार्थ पनि मान्य हुने छैन। हामी मिलेर बसेका छौँ, हाम्रो सद्भावलाई कसैले पनि खलल पुर्याउन सक्दैन, खलबल्याउन सक्दैन भनेर जुन खालको भावना प्रस्तुत भएको थियो, यो देख्दा लाग्थ्यो वास्तवमा आज एउटा जनसागर उर्लिएको छ। यो जनसागरले हरिओन, विशेष गरेर सर्लाहीको समग्र शान्ति व्यवस्था, हाम्रो भाइचारा, हाम्रो एकता, हाम्रो धार्मिक सहिष्णुता, हाम्रो सहअस्तित्व, हाम्रो व्यवहारमा कहीँ पनि समस्या हुने छैन भन्ने सङ्केत पनि, सन्दर्भ पनि प्रदान गरेको, प्रस्तुत गरेको हामीले महसुस गरेका छौँ। यो अर्थमा पनि यो जुन खालको, जुन ढङ्गले यो आजको यो सद्भाव र्याली निकालिएको छ, यसमा आउनुभएका समग्र व्यक्तित्वहरू, समग्र मानिसहरू जसले शान्ति र सद्भावलाई आत्मसात गर्नुभएको छ, उहाँहरूप्रति धेरै धेरै साधुवाद भन्न चाहन्छु। हिमालयको देश नेपाल, अनि भृकुटीको देश नेपाल, जानकीको देश नेपाल, अनि सगरमाथाको देश नेपालमा हाम्रो शिरलाई निहुर्याउने काम कसैले पनि नगरोस् भन्ने एउटा महान सन्देश पनि प्रवाह हुनेछ भन्ने सन्दर्भ प्रस्तुत गर्न चाहन्छु। धन्यवाद। नमस्कार।